दादा बताउनुस् बाल्यकालमा म जतिको ह्यान्डसम हुनुहुन्थ्यो कि भन्दा नि बढी ह्यान्डसम नि त के ह्यान्डसम त्यो तँभन्दा त बढी मेरो पछाडि 20 जना केटी लाइन लाग्थ्यो हो र दादा उमेरमा हो लक्का जमानमा अहिले यहाँ 50 वर्ष पुग्दा यतिको छु भने पहिला कस्तो थियो होला त्यो सबैले बुझ्ने कुरा हो क्या त्यो मेरो पछाडि एउटा केटी पनि लागेन दादा यो विषयमा के भन्न चाहनुहुन्छ अब तेरो अब त ह्यान्डसम छैनस् होला तैँले केटीलाई पटाउन जान्दैनस् होला केटीसँग गफ गर्न जान्दैनस् होला केटीसँग गफ गर्नलाई केटी पटाउने एउटा सूत्र चाहिन्छ भाइ कुन सूत्र दादा सूत्र धेरै प्रकारको छ न अब तँलाई बताएर हुन्न होइन सूत्र भने धेरै प्रकार त्यत्तिकै सूत्र नभए केटी पट्टिन्न एउटा फर्मुला छ त्यसको फर्मुला सिक्नुपर्छ नसिकिकन हुँदैन त्यो सिक्नलाई त बहुत टाइम लाग्छ भाइ लभ गर्नु पर्यो भने चाहिँ फर्मुला सिक्न मसँग एउटा च्वाक केटी खोज्नु पर्यो त्यो त त्यो फर्मुला सिक्नलाई भोलिदेखि आइज न दिनको 2 घन्टा सिक्नुपर्छ अहिले यहाँ तुरुन्तै बताएर हुँदैन नि त कहाँ त्यो थाहै हुँदैन